सबैमा मेरो हार्दिक नमस्कार। आज हाम्रो विद्यालयले 18औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूलाई एकदमै भाग्यवान ठानेकी छु। अब म आफ्ना केही भनाइहरू सुरु गर्न गएको छु। कृपया ध्यान दिएर सुनिदिनु हुनका लागि पनि हार्दिक अनुरोध गर्दछु। मेरो शीर्षक रहेको छ गणतन्त्रको सार, समावेशी नेपाल निर्माणको आधार। गणतन्त्र भनेको चाहिँ के हो? गणतन्त्र भनेको जनताको शासन हो, जहाँ हरेक नागरिकहरूले समान अधिकार र अवसर दिन्छ। जसरी हामीहरूले विभिन्न फुलहरूको प्रयोग गरेर एउटा सुन्दर माला बनाएर सजाउँछौँ, त्यसरी नै हाम्रो देश नेपाल विभिन्न जात जाति भाषा धर्म र संस्कृतिले सजिएको सुन्दर देश हो। त्यसैले सबैलाई समान अवसर र सहभागिता दिनु नै समावेशी नेपालको मुख्य आधार हो। गणतन्त्रले महिला, जनजाति, मधेसी र पिछडिएका वर्गहरूलाई नि राज्यका हरेक क्षेत्रमा अघि बढ्ने अवसर दिएको छ। जब देशका सबै नागरिकहरूले आफूलाई सुरक्षित महसुस गर्दछ, तब मात्र साँचो नेपालको विकास निर्माण हुन्छ। हामी युवा पुस्ताहरू पनि एकता, समानता र सहकार्यको भावना लिएर समावेशी नेपालको निर्माणमा योगदान दिनुपर्छ। शहीदको बलिदान जनताको सङ्घर्ष र एकता जगत निमित्त हाम्रो गणतन्त्र सधैँ बलियो र समृद्ध बनोस्। अन्त्यमा सबैको सम्मान, सबैको अधिकार, यही गणतन्त्रको पहिचान भन्दै म आफ्नो भनाइ यही टुङ्गाउन चाहन्छु। धन्यवाद।